गाइस वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म फाबिङ जाँदैछु। रोशनीलाई पुऱ्याउनु। हेलो हेलो। आज चाहिँ जाँदैछ नि त, अनि आज चाहिँ लास्ट दिन हो। अनि आज 7 गते भइसक्यो, अनि हाम्रो स्कुल लाग्ने बेला पनि भइसकिसक्यो। म एकैछिन अब दसैँमा भेट्छु तपाईँहरूलाई। राइट एन्सर। अब दसैँमा मात्रै आउँछ नि त यो, अनि त्यही भएर अब हामी चाहिँ लाग्यौँ फाबिङ। त्यतिखेरसम्म दुःख नगरिदिनु होला, होला लाइक सब्सक्राइब गरिदिनु होला। राइट एन्सर। अनि हामी चाहिँ अब गएको साथीहरू यहाँ चाहिँ हामी खाँदैछौँ नास्पाती। पाएको छ कि छैन भनेर चाहिँ गरेको। साह्रो न साह्रो रहेछ नास्पाती त। साथीहरू अब यतातिर पहिरो गएको छ भन्दै थियो होइन। अब पहिरो गएको कि छैन यस्तो भन्दैछ। अनि कति धेरै लकडी पनि लडाएको रहेछ। एकछिनमा चाहिँ म यो बाटो एक्लै आउनुपर्ने, यसलाई चाहिँ अहिले पुऱ्याउनु पर्ने। फाबिङ र मौदिनको सिमानामा पुऱ्याइराख्नुहुन्छ दिदीले। साथीहरू हामीहरू कति अब यो बाटो यति लामो छ, अनि खोला आउँछ, अनि खोलादेखि उकालो 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 कति टाढो छ भनेर कसलाई के थाहा र। म चाहिँ पछि जानेको थिएँ, तर यतिखेर चाहिँ कोदो रोप्ने बेला भइसक्यो। त्यसैले म चाहिँ छिटो गएँ। अब 12 गते स्कुल लाग्छ, गणितको होमवर्क गर्नु बाँकी छ गाइसहरू। त्यसैले म आज छिटो गएको 7 गते। यहाँ चाहिँ लकडी लडाएको रहेछ, अनि 7 गते भएछ। अनि हेर्दा हेर्दा 1 महिना छुट्टी पनि सक्यो यार। कति छिटो सक्यो त्यो त थाहै छैन। सक्यो सकोस्, अब सक्यो त नसकोस् भन्दिनँ। असारदेखि अब यो चाहिँ यता पर पारी यता यो देखेको छैन, यो घरतिर अब जानुपर्ने पुग्नुपर्ने यताबाट यतातिर जान्छ। यो रेडी सेडी भएर हिँडेको एकछिनमै च्याङ फाबिङ। यतातिर चाहिँ फाबिङ हडे यस। यतातिर जसलाई चाहिँ टन्नै रहेछ साथीहरू। यता तल चाहिँ भिड पनि छ कि। कसकोलाई चाहिँ यति टाढो चाहिँ तलसम्म पो रहेछ त। उयो त्यहाँ चाहिँ कोहरू बस्छ? यहाँ दिउ पनि फुपूहरूलाई लगिदिएको भाइहरूलाई हामीले। यहाँ चाहिँ पहिरो पनि भत्किएको रहेछ, कत्रो भत्किएको छ त्यो हामीलाई थाहा छैन। त्यो ढुङ्गा पल्ट्यो भने त पक्राको मर्छौँ त हो हामी त। दिदी भन्दै उता फेरि त्यतिखेरसम्म मरिसक्छु तपाईँको। यहाँ खोला कस्तो दामी झर्ना अझै 2टा खोला भइरहेको रहेछ नि त अहिले चाहिँ। अब यो ठाउँमा तर्नु चाहिँ कसरी तर्नु? चप्पल लाउँदा पनि तर्नु पो डर लाग्छ यार। पानीमा भिजेपछि भिजेकै भिजिन भने भिज्नु मन लाग्छ नि क्या मलाई चाहिँ। त्यही भएर नभिज्नुको लागि त हुनु पर्यो। आम्बो कसरी जाने यो बाटो? उकालोदेखि तल झर्ने बनाएको छ त यहाँ गरेको रहेछ त पुरै ब्लक। अनि यो ठाउँबाट चाहिँ कसरी फाबिङ जाने? त्यसरी त बस जानुपर्ने। ए यस्तो यो बाटो नै यस्तो ब्लक गरिरहेको रहेछ। अनि पो अनि सोमबारसम्म आएको भए त हुन्थ्यो त नि। खै अलिक छिटो जाउँ है। त्यो बढेर कहिले पहिरो भइसक्यो कि एकतालमा झाँदैन मरेको पल्टाएर अछिन उकालो फेरि साथीहरू। लेक्स कसको ब्रुस कहाँ? ए हामी चाहिँ गयौँ ल साथीहरू। इन्टेलिजेन्टको एक्लो दिने कोही छैन त गाउन आए पो गाउन।
गाइजहरूको लागि म एउटा राम्रो गीत गाउँदैछु त्यो चाहिँ सुनिदिनु होला सबैजना यो चाहिँ त्यतिकै मजाकको लागि गाउनु त आउँदैन तर पनि मजाकको लागि अरे बोकाको खसीहरू छ होला हौ यार मलाई त यो बाटो हिँड्नु नि अलिक डर लाग्छ हौ साथीहरू अब यसलाई चाहिँ म उकालोसम्म मात्रै छोड्छु नि त अझै उकालो आउनु पनि धेरै टाढो छ अनि यो जान्छ तँलाई उहाँ दाजुले चिन्छ हामी चाहिँ अब यता पर जान्छौँ है साथीहरू गइहाल्यो मुटु मेरो दिन्छु हात नङ्लो आउँछु भन एकचोटि बाटेर ओठमा लाली लाएर कम्बर मर्काएर गाउँघरको बाटोमा बिर्सी गएपछि अरे बिर्स्यो अरे गाइजहरू बिर्स्यो अरे यसले के भयो त बिस्तारै ट्राई गर्दा भइगयो नि अब चाहिँ हामीहरू मौदिन र फाबिनको सिमानामा आइसकेको छौँ फाबिन झुक्काउने खोलाको सिमानामा मौदिन र फाबिन आज चाहिँ मौसम यस्तो नै भयो दिउँसो घाम लाग्यो नि त अनि पानी पनि आएन त्यही भएर यो चाहिँ कति राम्रो गाह्रो लगाएको हो यार अब म बोलेको सुनिँदैन होला मलाई थाहा छ खोला कराएर अस्ति हामी उहाँ माथि आएको नि यसकै उतापट्टि ठ्याक्क ऊ माथि निम्बुरे खोज्नु अब यहाँ चाहिँ खोला छ हामी खोला तर्नु पर्ने हुन्छ अब कहाँ भित्रै तर्नु पर्ने यो खोला म भिजिहालेँ अब नभिजु पर्ने थिएँ भिजिहालेँ पूजा चाहिँ हाम्रो अलैँची बारी छ गाइजहरू हेर्नुहोस् यिनीहरू फुपूहरूको यो फाबिन के भएर त्यहाँ चाहिँ पानी सबै आएको रहेछ त खोला उताबाट आउँछ ब्लक भएर हौ ए मायाको कम्बर ओढाइदेऊ ऊ पारी हो ए यो चाहिँ फुपूहरूको अलैँची भो गर्नु पऱ्यो पारी चाहिँ हामीले अस्ति भर्खर फेरि रोपेको थियौँ तर यहाँ चाहिँ कहिले खोला आएर बगाइहाल्छ गाइजहरू त्यसैले रोपेको गर्नुपर्छ यो खोला चाहिँ कोही बेला बौलै जान्छ वर्षमा एकताल त्यसैले यस्तो हुन्छ यहाँ त गोठ पनि छ त यता माथि त अहिले त्यो खाने के भएर यो मन्दुरो भयो मेरो फोन खोला चाहिँ आइपुगिसक्यौँ अब यो जान्छ नि त यहाँदेखि माथि अनि म घर जान्छु गाइजहरू अब चाहिँ मेरो छुट्ने बेला आउनु भइसक्यो अब एकैताल हामी दसैँमा भेटौँला ऊ त्यहाँ चाहिँ खोला बढिरहेको रहेछ हेर्नुहोस् त्यस्तो लागिरहेको रहेछ अब पुल तर्नु गाह्रो हुन्छ भर्खर बनाएर मात्रै हो नत्र भए त हामी त बोकेर वारी र पारी जानै सकिँदैन थियो गाइजहरू लाइक हेर्नुहोस् त खोला चाहिँ यतैपट्टि सरेर आइरहेको रहेछ खोला यतापट्टि आइरहेछ नि त यहाँ त्यो नाली बन्द हुँदो रहेछ के भएर यस्तो बन्द भएको रहेछ ओ अनि यहाँनिर उयो पनि छ के भरे
त्यहाँनिर दुईटा हल छ हौ त्यो यस्तो टेक्ने ठाउँ जाने पनि छ उता कहाँ? यहाँदेखि उता टेक्ने ठाउँ जाने पनि ए कोही छैन भने त कसरी जान्छ हौ भन्दा नि साथीहरू अब यहाँदेखि चाहिँ रोशनी जान्छ होइन म यहाँदेखि धेरै टाढो चाहिँ जानु छ सक्दिनँ ल अब जानु यहाँदेखि हुन्छ वरिपरि अहिले के हुन्छ क्या ढोक्नुपर्छ अरे पुललाई जहिले पनि छिटै न जाउँ न अहिले पानी आयो भने त जोक हुन्छ ऊ त्यो चाहिँ फाबिन र माउदिनको बोर अबे होइन होला न ल साथीहरू अब यो जान्छ जा ल ल गाइजहरू अब चाहिँ दसैँमा मात्रै भेटौँ होला अब मेरो स्कुल लाग्ने बेला भयो बाई बाई सबैजनाले यता हेर्न ल घन्टामा चाहिँ पुग्छु ल बाई बाई सबैजनाले लाइक र कमेन्ट गरिदिनु होला भाबी चिन्नुहुन्छ कि हुँदैन भनेर भन्नु होला सबैजनाले माउदिन र भाबी चिन्नुहुन्छ कि हुँदैन ल कमेन्ट गर्नु होला बाई बाई अब फेरि म चाहिँ यहाँदेखि घर लाग्नुपर्ने हुन्छ साथीहरू अब रोशनीलाई पुऱ्याइहाल्यो नि त यहाँको खोला पनि अलिअलि बढिरहेको रहेछ अनि मलाई चाहिँ त्यतिकै डर लाग्यो अनि म चाहिँ गएँ ल खोला बढ्दा त बढ डर लाग्छ अन्त होइन त्यो पनि जाँदैछ त्यहाँ माथि बाई सुनेन तर अब म चाहिँ लाइक ल साथीहरू म चाहिँ यस्तो भन्दै मेरो भिडियो इन गर्न चाहन्छु साथीहरू लाइक कमेन्ट सेयर गरिदिनु होला